हेलो एभ्रिवान, नमस्ते। तपाईलाई स्वागत छ मेरो भिडियोमा साथीहरु। अब चाहिँ म डिनर बनाउन आँटेको अनि आज डिनरमा चाहिँ म मटन बनाउन आँटेको अनि यहाँ चाहिँ मैले अदुवा, लसुन, प्याजलाई चाहिँ मजाले ब्लेन्ड गरे हैन। पहिला चाहिँ यो मटन चाहिँ मैले अघि म्यारिनेट गरेर राखेको थिएँ। त्यसको बादमा मैले यसमा जिरा खुराएर अघिको प्याजहरु सबै अघिको मसलाहरु सबै हालेर मजाले भुटे हो। अब सबैको आफ्नो आफ्नो बनाउने तरिका हुन्छ है। मेरो तरिका चाहिँ यस्तै हो। म चाहिँ सिम्पल बनाउँछु। अन्तखेरि चाहिँ यसमा बेसी मसलाहरु त हाल्दिन। मतलब त्यही हो, जिरा, हर्दी, रङ खोर्सानी अनि कम्ती मीट मसला हालेर चाहिँ यसलाई चाहिँ मैले मजाले जब तक यसले पानी छोड्दैन तब तक चाहिँ मजाले पकाए। अनि त्यसको बादमा चाहिँ त्यो अघि मैले म्यारिनेट गरेर राखेको मटन पनि हालिदिए हैन। हुनु त यसमा गरम मसलाहरु अब टमाटरहरु है सबै हालेर बनाउँदाखेरि हुन्छ, तर यसरी सिम्पल केही नहाली बनाउँदा पनि यो चाहिँ एकदमै मिठो हुन्छ हैन। अन्तखेरि चाहिँ तपाईहरुले पनि यसरी ट्राई गरेर खानु सक्नुहुन्छ हैन। अन्त यसलाई चाहिँ मैले कम्ती पानी लाउँदै पकाउँदै गरे। अन्तखेरि चाहिँ लास्टमा पाकिसकेपछि चाहिँ मैले यसलाई धनिया हालेर धनिया लगाइदिए माथिबाट। सो यो चाहिँ मजाले पाकेको पनि थियो। यसरी पकायो भने चाहिँ एकदम मिठो पनि हुन्छ। अनि हामी चाहिँ खाना खानुतर्फ लागे साथीहरु। सो मेरो आजको भिडियो चाहिँ यति नै थियो। गुड नाइट सबैजनालाई। फेरि अर्को भिडियोमा भेट्नेछु।